म चाहिँ अहिले यो पार्कमा छु। यो पार्क चाहिँ मेरो यो ल्याङ्ग्वेज सेन्टरको नजिकै छ। यहाँबाट चाहिँ पार्क पुग्नलाई लगभग त्यही 4-5 मिनट लाग्छ। अहिले चाहिँ म फुल्ली स्पेनिस ल्याङ्ग्वेजमा फोकस छु, तन मन धन लगाएर। मेरो क्लास चाहिँ बिहान 11 बजे सुरु हुन्छ। म चाहिँ 1 घन्टा अगाडि आइपुग्छु यो पार्कमा बस्यो, यसो बिहान फ्रेस हावा, अलिकति माइन्ड पनि फ्रेस हुन्छ होइन। जुन अघिल्लो दिन पढाएको त्यो लेसनहरू हुन्छ त्यसलाई रिभाइज गर्नुपर्ने हुन्छ। फेरि मलाई कुनै पनि काम गर्नु छ भनेदेखि चाहिँ म के भन्छ तन मन धन सबै लगाएर चाहिँ म गर्छु, किन चाहिँ गर्नै पर्छ क्या। अहिले चाहिँ मेरो टार्गेट भनेको स्पेनिस ल्याङ्ग्वेज हो, त्यसमा म पुरै फोकस छु, दायाँ बायाँ छैन। अनि म यो पार्कमा आउँदा चाहिँ बिहानै कफी चाहिँ खानु भ्याउँदैन। यही बोतलमा कफी लिएर आउँछु, अनि कफी खाँदै आफ्नो पढाइ प्लस आफ्नो काम जुन मैले चाइनामा गरिरहेको छु त्यो काम मैले कन्टिन्यू गरिरहेको छु। प्लस फेरि यो चाइनाको टाइम र यहाँको टाइम फरक चाहिँ लगभग 7 घन्टाको फरक छ। यहाँ 10 बज्दाखेरि वहाँ लगभग 4-5 बजिन्छ अनि कामै हुँदैन कि। त्यही भएर पनि चाँडो आउँछु। अनि मेरो चाइनाको काम जुन बिजनेस छ मेरो भइरहेको हुन्छ, सबै मैले डकुमेन्टहरू मैले यहाँबाट बनाउनु पर्ने हुन्छ। त्यही भएर पनि म बिहानै उठेर चाहिँ पार्कमा आउँछु। कफी खायो अनि आफ्नो पढाइ पनि गऱ्यो, प्लस आफ्नो जुन कामहरू हुन्छ त्यो सिपमेन्टहरू नेपाल पठाउनु पर्ने हुन्छ, विदेश पठाउनु पर्ने हुन्छ, त्यो सबै मैले यहीँबाट म्यानेज गर्नुपर्ने हुन्छ क्या। अनि यो चाइनिज सप्लायरहरूसँग पनि कुरा गर्नुपर्ने हुन्छ। अनि यहाँ फेरि म क्लासमा छिरिसकेपछि मेरो 2 घन्टा क्लास हुन्छ। यहाँ 1:30 बज्दाखेरि चाइनामा अफिस टाइम सकिसकेको हुन्छ कि। अफिस टाइम सकेपछि सप्लायरले कुरा गर्न मान्दैन, उहाँको पनि टाइमिङ हो। त्यही भएर चाहिँ अलिकति बिहान चाहिँ म आउँछु यो पार्कमा, बस्छु, सप्लायरसँग डिल गर्छु, सेपमेन्टहरू रेडी गर्छु, डकुमेन्ट रेडी गर्छु, सबै म चाहिँ बसेर चाहिँ चाइनाको काम गर्छु क्या। अनि कहिलेकाहीँ चाहिँ राति 2 बजी उठेर काम गर्नुपर्ने हुन्छ। कुनै डकुमेन्टहरू मिस्टेक भयो भने चाहिँ अब टाइमिङ मिलाउनु पर्ने हुन्छ नि त। उता चाइनाको अफिस टाइम र म यहाँ